परदेशमा नआऊ केटा हो, सकिन्छ भने आफ्नै देशमा गर है नारी। रातिको 1 बज्न लागेछ ट्याक्कै, त्यहाँ टाइम हेर्दाखेरि कति भयो, 12:30 भएछ। 12:30मा खाना खान लागिरहेको छु। बिहान 6 बजे उठेर ड्युटी गएको थियो, 12:30 हुन लागिसक्यो, बल्ल खाना खान लागिरहेको छु। त्यही माथि बाहिर अर्को एकजना क्लाइन्ट आएर कुरिरहेको छ। घरको जेठो छोरो, बच्चादेखि दुःख पाएको हेर। ओ माई गड, बच्चादेखिको दुःख के कुरा गर्ने। म जस्ट 9-10 वर्षको हुँदाखेरिसम्म मेरो आफ्नै घर थिएन, आफ्नै खेतबारी थिएन। स्ट्रगल त कति हो। मेरो लाइफको डकुमेन्ट्री बनायो भने कस्तो हुन्छ होला। प्रोजेक्ट बन्दैछ है केटाकेटी हो। यतिखेरसम्म अफिसमा म एउटा पेन ड्राइभ दिनु थियो क्लाइन्टलाई, त्यो क्लाइन्ट अघिदेखि कुरेर बसिरहेको थियो। 1 बजेभन्दा त 1:15 भइसकेको छ। अब रुम जाँदाखेरि 2 बज्छ। भोलि बिहान 6 बजे उठेर फेरि अर्को क्लाइन्टलाई भेट्छु। जिन्दगी